यदि तपाईँ 7 नाइट्स 8 डेज थाइल्यान्डको प्रिमियम लग्जरी प्लान गर्दै हुनुहुन्छ भने तपाईको यात्रा यस्तो हुनेछ, जहाँ कल्चर, बीच, नाइट लाइफ र एडभेन्चर सबै एकै ट्रिपमा पाउनुहुन्छ। एन्ड यस, शपिङ प्याराडाइज सहित क्राबी, फुकेत र ब्याङ्कक 3 सिटिज 1 अनफर्गेटेबल जर्नी। J1 तपाईँ ब्याङ्ककमा ल्यान्ड गर्नुहुन्छ, जहाँ हाम्रो रिप्रेजेन्टेटिभले तपाईलाई वार्मली वेलकम गर्नुहुन्छ र ट्रान्सफर भएर होटलमा चेक इन गर्नुहुन्छ। यो दिन तपाईँ ब्याङ्ककको भाइब्रेन्ट नाइट लाइफ, स्ट्रिट फुड र सिटी वाइब एक्सप्लोर गर्नुहुन्छ र ओभरनाइट स्टे ब्याङ्ककमै गर्नुहुन्छ। J2 ब्रेकफास्ट पछि तपाईँ ब्याङ्कक सिटी टुरमा जानुहुन्छ, जहाँ जेम्स ग्यालरी, गोल्डन बुदा र मिनी रिक्लाइनिङ बुदा एक्सप्लोर गर्नुहुन्छ। त्यसपछि तपाईँ क्राबीको लागि ट्रान्सफर हुनुहुन्छ। क्राबी पुगेर होटलमा चेक इन गर्नुहुन्छ र बाँकी समय रिल्याक्स गर्दै बीच साइड वक लिनुहोस् वा सिम्पली चिल गर्नुहुन्छ र ओभरनाइट स्टे क्राबीमै गर्नुहुन्छ। J3 ब्रेकफास्ट पछि तपाईँ 4 आइल्यान्ड टुरमा जानुहुन्छ, प्रानान, चिकेन, टुप र पोडा आइल्यान्ड एक्सप्लोर गर्दै। क्रिस्टल क्लियर वाटर, व्हाइट स्यान्ड र स्नर्कलिङ एक्सपिरियन्सले रिफ्रेस बनाउँछ। लन्च पछि होटल फर्केर आराम गर्नुहुन्छ र ओभरनाइट स्टे क्राबीमै गर्नुहुन्छ। J4 आज नेचर र रिल्याक्सेसनको पर्फेक्ट कम्बिनेसन हो। हट स्प्रिङ्समा रिल्याक्स गर्दै एमरल्ड पुलमा स्विम गर्नुहुन्छ। त्यसपछि फुकेतको लागि ट्रान्सफर हुनुहुन्छ। बाँकी समय आफ्नो हिसाबले एन्जोय गर्दै ओभरनाइट स्टे फुकेतमै गर्नुहुन्छ। J5 ब्रेकफास्ट पछि तपाईँ ब्युटिफुल फिफी आइल्यान्ड टुरमा जानुहुन्छ। माया बेमा स्नर्कलिङ एक्सपिरियन्स, पिले लगुन र मंकी बीच जस्ता स्टनिङ ट्रपिकल स्पट्स एक्सप्लोर गर्दै अनफर्गेटेबल आइल्यान्ड एडभेन्चर एन्जोय गर्नुहुन्छ। लन्च पछि होटल फर्किनुहुन्छ र ओभरनाइट स्टे फुकेतमै गर्नुहुन्छ। J6 ब्रेकफास्ट पछि तपाईँ ब्याङ्कक फर्कनुहुन्छ। अराइभल पछि अन रुट सिटी टुर मार्फत कल्चरल हाइलाइट्स एक्सप्लोर गर्नुहुन्छ। इभिनिङमा चाउ फ्राया रिभरमा जिनर क्रुज एक्सपिरियन्स लिनुहुन्छ। लाइभ म्युजिक, बुफे र स्टनिङ नाइट भ्यू एन्जोय गर्दै ओभरनाइट स्टे ब्याङ्ककमै गर्नुहुन्छ। J7 आज फन फिल्ड डे, सफारी वर्ल्ड र मरिन पार्क भिजिट गर्दै वाइल्ड लाइफ र लाइभ सोज एन्जोय गर्नुहुन्छ। त्यसपछि शपिङ गर्दै ब्याङ्ककको शपिङ प्याराडाइज एक्सपिरियन्स गर्नुहुन्छ र ओभरनाइट स्टे ब्याङ्ककमै गर्नुहुन्छ। J8 डिपार्चर फास्ट पछि एयरपोर्ट ट्रान्सफर भई काठमाडौँ फर्कनुहुन्छ। अनफर्गेटेबल मेमोरिजसँग कन्ट्याक्ट व्हाइट टाइगर हलिडेज टु बुक योर ट्रिप टुडे। ट्राभल सम्बन्धी थप जानकारीका लागि यो पेजलाई फलो गर्न नबिर्सिनुहोस्।